नमस्ते अनि गुड मर्निङ साथीहरू। धेरैलाई अझै पनि जिज्ञासा छ, एक जिल्लामा लिएको लेखापढी लाइसेन्सले अर्को जिल्लामा गएर काम गर्न पाउने नपाउने भन्ने कुराहरू बारेमा। अब आज चाहिँ लेखापढी व्यवसाय सम्बन्धी नियमावली 2051 ले के व्यवस्था गरेको छ र त्यो चाहिँ आज मैले जुन देखाउन गइरहेको चाहिँ संशोधन यो नेपाल कानुन व्यवसायी परिषदले जुन 2083 वैशाखको 9 गते संशोधन गरेर बाहिर निकालेको थियो। त्यो नियमावलीमा चाहिँ के व्यवस्था छ त्यही अनुसार हेरौँ है त। यसले चाहिँ प्रश्न पार्नेछ कि हामीले कुन क्षेत्रमा काम गर्न पाउने भनेर। यसमा हामीले दफा 4 हेऱ्यौँ भने यसमा चाहिँ लेखापढी व्यवसायको कार्यक्षेत्र भनेर चाहिँ उल्लेख गरेको छ। लेखापढी व्यवसाय सम्बन्धी नियमावली 2051 को दफा 4 मा हामीले हेऱ्यौँ भने लेखापढी व्यवसायको कार्यक्षेत्र भनेर उल्लेख गरेको छ। यसमा लेखापढी व्यवसायीले देखाएको कागजातको मस्यौदा गर्न पाउनेछ भनेर उल्लेख गरेको छ। यसमा राजीनामा, बकसपत्र लगायतका मालपोत कार्यालयमा पारित हुने लिखत, त्यस्तै गरी अदालतमा तारेख थाम्ने, साक्षी हाजिर गराउने, सरकारनामा गर्ने जस्ता सामान्य प्रकृतिका लिखत, त्यस्तै अदालतमा अनलाइन वा अफलाइन माध्यमबाट र त्यस्तै तमसुक भरपाई, बैनापत्र, वारेसनामा, मन्जुरीनामा र सम्बन्धित कार्यालयले तोकेका अन्य यस्तै सामान्य प्रकृतिका लिखतहरू भनेको छ र अर्को महत्त्वपूर्ण एउटा बुँदा थपेको छ उपदफा 2 मा कुनै जिल्लाबाट अदालतमा लेखापढी व्यवसाय गर्न भनेर लिएको प्रमाणपत्र पाएको व्यक्तिले अन्य जिल्लामा पनि काम गर्न पाउनेछ भनेर चाहिँ यो बुँदा प्रष्टसँग थपेको छ। यसमा कुनै जिल्लाबाट अदालतमा लेखापढी व्यवसाय गर्न प्रमाणपत्र पाएको व्यक्तिले अन्य जिल्लामा पनि काम गर्न पाउने भन्ने व्यवस्था थपिसके पछाडि यसले तपाईँले कुनै जिल्लाबाट लिएको लाइसेन्सले अथवा तपाईँको जुन प्रमाणपत्र छ त्यसले चाहिँ अरू जिल्लामा गएर पनि काम गर्न पाउने भनेर चाहिँ बाटो खोलेको छ। भनेपछि प्रष्ट भयो नि होइन साथीहरू? बाहिरी जिल्लामा गएर लाइसेन्स लिनुभएको छ भने पनि अब चाहिँ यसले चाहिँ बाटो खुलाइदियो होइन, अर्को जिल्लामा गएर नि काम गर्न पाउने। त्यसैले साथीहरू अब कुनै जिल्ला अदालतले लेखापढी लाइसेन्सको लागि परीक्षा खुलायो भने चाहिँ तपाईँहरूले त्यहाँ ढुक्क भएर जाँदा भयो। नियमावली अनुसार चाहिँ काम गर्न पाउने भन्ने कुरा व्यवस्था गरेको छ है। हुन्छ, हवस् त आजलाई यति नै, यही कुरा थियो है। कुनै जिल्लाबाट लिएकोले अर्को ठाउँमा काम गर्न पाउने नपाउने भन्ने कुरामा नियमावली प्रष्ट पारेको रहेछ। अब ढुक्क भएर काम गर्दा भयो। थोरै योग्यता भए पनि हुने, न्यूनतम एसई, एसएलसीको योग्यता भए पनि हुने होइन। यो थोरै योग्यता भए पनि कानुन सम्बन्धी केही ज्ञान, सिप हासिल गरिसके पछाडि आफ्नै ठाउँमा बसेर आम्दानी गर्न चाहने युवाहरूको लागि चाहिँ यो राम्रो क्षेत्र हो, राम्रो पेसा हो। तर कानुनी सम्बन्धी ज्ञान चाहिँ हासिल गर्नै पर्छ साथीहरू। त्यही अनुसार अगाडि बढ्नुहोला भन्दै आजको भिडियो यहीँ टुङ्ग्याउँछु। धन्यवाद।